हेलो साथीहरू, नमस्कार सबैमा। मैले आज चाहिँ अमिलो पिरो मिठो कुवाको परेको अचार बनाउँदैछु। के होला गेस गर्नु है त। पहिला मैले दुईवटा केराको बुङ्गा लिएँ। केराको बुङ्गालाई बनाउनु थालेँ साथीहरू। बाहिरको रातो हाल्नुपर्छ साथीहरू। बाहिरको रातो राखेदेखि तितो हुन्छ, त्यही भएर मैले भित्र सेतो निकालेँ। जुन बाहिरको बोक्राहरू छ त्यो फालिदिनुहोस्। अनि त्यस पछाडि भित्रको कलिलो भाग हुन्छ त्यसलाई लिनुहोस्। त्यसलाई लिनुहोस् अनि त्यस पछाडि अर्को चाहिँ भित्रको सुइरो परेको हुन्छ नि साथीहरू, त्यसलाई चाहिँ भित्रको त्यो सुइरो जस्तो फालिदिनुहोस्, बाहिरको चाहिँ राख्नुहोस्। त्यसले गर्दाखेरि अचार पिरो हुन पाउँदैन। मैले धोइ पछाडि धोएँ अनि त्यस पछाडि पानीले पखाली गरी अब कुकरमा छिटो अनि त्यस पछाडि आलु सँगै हालेपछि साथीहरू एकैचोटि पाक्छ। अनि आलु अनि केराको बनाएको अनि त्यस पछाडि सबै सिटी लगाउँदैछु। उता दुध बसालेको साथीहरू, दुध चाहिँ निकालेर मैले राखेको छु। अनि त्यस पछाडि त्यसमा सिटी लगाउनको लागि केही समयको लागि म छोडिदिन्छु। त्यसमा सिटी पछि पाकेर रेडी हुन्छ है साथीहरू। सिटी लगाउनु छोडिदिन्छु। सिटी लगाएपछि यताको ओस्टे टमाटर हालिदिन्छु अनि सिटी लगाएपछि 2-3 सिटी लगाइसके पछाडि अनि पाक्दै यता छोरालाई होमवर्क गराउँदै अनि म छोरोलाई होमवर्क गराएर हेर्दाखेरि भित्र पाकिसकेको हुन्छ। यस्तो कालो कालो देखिन थाल्यो भने बल्ल पाकेको हुन्छ है साथीहरू। गर्नुहोस् 3 सिटीमा त मजाले पाक्छ। आलु र त्यो सँगै पाक्छ। आलु पाक्दा त्यो पनि पाकेको पटक्क चाहिँ नपाक्नु है। त्यस पछाडि मैले आलु कटिङ गरेर अनि त्यस पछाडि केराको बुङ्गोलाई पनि कटिङ गर्दैछु। केराको बुङ्गो र आलु कटिङ गरेपछि अनि त्यस पछाडि मरमसला हाल्छु। छोप चाहिँ मैले पहिल्यै पिँधेर राखेको छु साथीहरू। पिँधेको छोप हालिदिन्छु। पिँधेको छोपमा टिमुर, खुर्सानी अनि पिँधेको छोपभन्दा भाँगाको छोप एकदम टेस्टी हुन्छ। भाँगाको छोप प्रयोग गर्नु होला हजुरहरूले। अनि मैले यसलाई चाहिँ अन्नको लागि थोरै तोरीको तेल राखेको छु अनि 5 फुरनहरू पुर्याउँदछु। अनि त्यस पछाडि बेसार पनि हालिदिन्छु साथीहरू। मैले पहिले चाहिँ यसमै हालिदिएपछि त्यसको छुट्टै टेस्ट आउँछ कि। अनि त्यस पछाडि कलर नै राम्रो देखिन्छ। अनि चाहिँ यहाँ झाने त्यस पछाडि कागती निचारेर कागती नै हाल्दैछु। अनि त्यस पछाडि मोल्दैछु। अनि खुर्सानी नै बिर्सेको हुन्छ है साथीहरू मैले पछाडि चाहिँ। अनि फेरि खुर्सानी नुन बिर्सिसकेको अनि नुन हालेर खुर्सानी पनि एड गरेँ। अनि मेरो अचार तयार भयो। ल खानुहोस् है साथीहरू, टेस्ट गर्नुहोस् एकचोटि।